क्लाइमेक्स मिडियाको प्रस्तुति दैनिक रोजगार समाचारमा स्वागत गर्दछु म करुणा। दर्शकवृन्द, दैनिक रोजगार समाचारको सुरुवात गरौं आजको रोजगार अपडेटबाट। दर्शकवृन्द नमस्कार। क्लाइमेक्स मिडियाको प्रस्तुति दैनिक रोजगार समाचारको यो युरोप विशेष कार्यक्रमबाट यहाँलाई स्वागत गर्दछु। म शम्भु पोखरेल। दर्शकवृन्द, अहिले हामी युरोपको विभिन्न क्षेत्रमा घुमेर त्यहाँ रहेका नेपालीहरूको अवस्थाको विषयमा जानकारी दिने क्रममा अहिले हामी कर्नवालको हामी पेन्जान्च भन्ने ठाउँमा छौँ। यहाँ चाहिँ केही नेपालीहरूले एउटा चेनको रूपमा चाहिँ केही रेस्टुरेन्टहरू रन गर्नुभएको छ ग्रुप मिलेर, र त्यो विषयमा आज हामी तपाईँलाई केही जानकारी दिँदैछौँ। र हामीसँग हुनुहुन्छ चन्द्र अदियाल। उहाँ चाहिँ यो दत्ताज महल भन्ने यहाँको रेस्टुरेन्ट एकदम चलेको रेस्टुरेन्ट हो, यसको चाहिँ डाइरेक्टर हुनुहुन्छ। उहाँसँग हामी बुझ्दैछौँ यहाँ नेपालीहरूको अवस्था कस्तो छ, नेपालीहरूले गरेको बिजनेस कस्तो छ, बिजनेसको अरू प्यारामिटरहरू के कस्ता छन्, त्यो विषयमा हामी आज तपाईँलाई जानकारी दिँदैछौँ। उहाँलाई स्वागत गरौँ। स्वागत यहाँलाई। धन्यवाद। सबभन्दा पहिला त अब यो क्षेत्रको विषयमा बताइदिनुहोस् न। जस्तो कर्नवालको चाहिँ यो पेन्जान्च क्षेत्रमा कति नेपालीहरू छन्, कसरी बिजनेस भइरहेछ, अथवा चाहिँ बिजनेसमा छन् कि अथवा रोजगारीमा बढी छन् कि कस्तो छ अवस्था? पेन्जान्च भन्ने चाहिँ एउटा कर्नवालको एकदम वान अफ द मोस्ट पपुलर ठाउँमा पर्छ। अब नेपालसँग हामी कम्पेयर गर्न थाल्यौँ भने यो एउटा पोखरा हो नेपालको, एकदम ब्युटिफुल प्लेस। अनि बिजनेस वाइज स्पेसली नेपालीज कम्युनिटीमा यहाँ बस्ने दाजुभाइ दिदीबहिनी जो हुनुहुन्छ यो बिजनेस ओरिएन्टेड मात्र हुनुहुन्छ। अरू अपर्च्युनिटिजहरू भन्दा पनि जो बिजनेस गर्नुभएको छ उहाँहरू चाहिँ पेन्जान्चमा बस्नुहुन्छ। अब नेपाली कम्युनिटी चाहिँ अलिकति हामी थोरै 15-20 माइलको दूरीमा चाहिँ अरू नेपालीज कम्युनिटीहरू पनि छ। तर पेन्जान्चमा चाहिँ हामी जो बिजनेस गर्छौँ हामी नै छौँ 15-20 जना जति। 15-20 जना जति मात्रै हुनुहुन्छ। कस्तो बिजनेसको अवस्था चाहिँ कस्तो छ? बिजनेसको अवस्था राम्रै छ। पहिला हुने इन्डियन रेस्टुरेन्ट अथवा बङ्गाली रेस्टुरेन्टहरूको जुन छाप समाजमा थियो, अहिले नेपालीज रेस्टुरेन्टहरूले यो ट्रेडिसनल र मोडर्नलाई फ्युजन गराएर जुन खाना प्रेजेन्ट गर्ने सिस्टम बिल्डअप भएको छ, त्यसले गर्दाखेरि सोसाइटीमा चाहिँ नेपालीज रेस्टुरेन्टहरूले चाहिँ राम्रै मार्केट लिन सफल भएका छन्। नेपालीहरूले गरेको बिजनेस चाहिँ यहाँ रेस्टुरेन्ट नै हो, यो भेगमा रेस्टुरेन्ट नै हो। जस्तो भने तपाईँले जस्तो इन्डियन एन्ड नेप्लिज क्विजिन भनेर डेभलप गर्नुभएको छ, अब त्यो नाउँ राख्नु भएको छ। नेप्लिज क्विजिन मात्रै भनेर डेभलप गर्न सक्ने अवस्था छैन। अब पहिलेदेखि जहाँ इन्डियन मात्र भनेर रन भइरहेको बिजनेसहरूमा एकैचोटि नेप्लिज भन्दाखेरि थोरै बिजनेस वाइज असर पर्न सक्ने हो कि भनेर नेप्लिज इन्डियन एन्ड नेप्लिज भनेर कम्बिनेसन साथ जाँदाखेरि र जहिले हामीले चाहिँ त्यो नेप्लिज रेस्टुरेन्टको छविलाई हाई गर्न सक्छौँ, त्यसपछि स्वतः इन्डियन भन्ने शब्दहरू अथवा इन्डियन फुड चाहिँ लोप भएर जानेछ भन्ने हाम्रो आशा हो। अहिले तपाईँहरूले डेभलप गरेको आफ्नो मेनु अथवा आफ्नो खालको कुनै छुट्टै आइडेन्टिकल फुडहरू छ? नेप्लिज मोमोज, अब आलु तामा, अनि त्यसपछि क्वाइट सिमिलर टेस्ट नेपालकै भुटुवा टाइपको दिन नसके भने फ्युजन गराएर अलिकति थोरै भए पनि नेप्लिज टेस्टलाई यहाँको यहीँ बस्ने स्वदेशीहरूको लागि म्याच हुने खालको डिसहरू हामी दिनलाई चाहिँ तत्पर छौँ। जस्तै यो त टुरिस्ट एरिया हो र अलिकति विन्टरभन्दा समरमा चाहिँ अलिक बढी भिड लाग्छ क्या होइन? अहिलेको अवस्था चाहिँ कस्तो छ? विन्टरमा पनि राम्रै छ। यो भेगमा मोर देन 35,000 पपुलेसन छ यो पेन्जान्चमा। त्यो भएको हुनाले विन्टरमा पनि राम्रै बिजनेस हुन्छ र समरमा चाहिँ अझै राम्रो हुन्छ। तर जुन विषय पढे पनि यहाँ बिजनेस भनेर चाहिँ रेस्टुरेन्ट नै देखियो, किन हो यो चाहिँ? यस्तो हो, अब बिजनेस वाइज हामी स्टुडेन्ट भिजा हुँदा पनि क्याटरिङ लाइनमा काम गरिरहेको एक्सपिरियन्स पनि त्यो भयो र पढाइ अनुसारको जागिर गर्दाखेरि त्यो छलाङ मार्न नसकिने कि अलिकति डे टु डे एक्टिभिटिजहरू गर्न सक्ने अनि जागिर गरिन्छ। एउटा चाहिँ सामान्य ब्रिटिस लाइफ मात्र व्यतीत हुने अनि होलिडे 5 विक्स हलिडे त्यो मात्र हुने। त्यो भएको हुनाले हाम्रो एउटा इन्टेन्सन के रह्यो भने हामी सधैँ जीविका आर्जन गर्नको लागि मात्रै बेलायत आएको होइन, हामीले केही प्रगति गर्नुपर्नेछ
र यो प्रगतिले देशलाई पनि केही सहयोग पुगोस् भन्ने हिसाबले यो देश हामी आएका हौं। त्यो हुँदाखेरि बिजनेस ट्रेडमा हात नहालिकन त्यो सफलता हासिल गर्न बहुत डिफिकल्ट एक्सपेक्टहरू हामीले महसुस गरेको भएरै बिजनेसमा हात हालेको र जुन सिप आफूसँग छ त्यसमा हात हाल्दाखेरि क्याटरिङ बिजनेसमै रोज्न के छ भावी योजनाहरू पनि छन् त्यसमा? भावी योजनाहरू अब एउटा हाम्रो फ्यामिली रन बिजनेस हो यो। हामी दाइभाइहरू छौँ, साथीहरू हुनुहुन्छ। त्यो हाम्रो जुन टिम भएर हामी अगाडि बढेका छौँ त्यसले गर्दाखेरि हामी सफलता एकदम हासिल गरिरहेका छौँ। अहिले पनि हामीसँग 3टा ब्रान्चहरू हामी रन गरिरहेका छौँ र आउँदा दिनहरूमा पनि छिटै नै हामी अर्को प्रोसेसमा पनि छौँ, एक्सपान्ड गर्ने क्रममा पनि छौँ। त्यो हुँदाखेरि जहाँसम्म लाग्छ यो हाम्रो टिमले चाँडै नै अझै सफलताहरू हासिल गर्नेछ र यदि टिम राम्रो भयो अथवा बिजनेस राम्रो भयो भने अभियसली हाम्रो नेपालमै केही गर्ने, नेपालमै लगानी गर्ने हाम्रा भावी योजनाहरू छन्। हस्, धन्यवाद यहाँको समयको लागि। हस्, पक्कै पनि हामीले युरोपका विभिन्न सहरहरू, विभिन्न ठाउँहरू घुमेर नेपालीहरूको अवस्था बुझ्दाखेरि के देखिन्छ भनेदेखि युरोपमा बसेका अधिकांश नेपालीहरू नेपालमै केही गर्न चाहन्छन्। अब अहिले कर्मथलोको रूपमा कुनै पनि ठाउँलाई अहिले अगाडि बढाए पनि, कुनै पनि बिजनेसलाई अगाडि बढाए पनि उनीहरूले नेपालमै गएर बिजनेस गर्न चाहन्छन्। यो कुरा चाहिँ नेपाल सरकार तथा नीति निर्माताहरूले गम्भीर भएर सोच्नु जरुरी छ। आजको लागि दैनिक रोजगार समाचारको यो युरोप विशेष कार्यक्रमबाट बिदा चाहन्छु। नमस्कार। दर्शकबिन, वैदेशिक रोजगार, रेमिटेन्स, अध्यागमन लगायतका विषयहरू समेटी तयार पारिएको समाचार प्याकेज दैनिक रोजगार समाचार हरेक दिन यसै समयमा प्रसारण हुन्छ। हेर्न नभुल्नुहोला।